हजुर मलाई कि तिम्रो कस्तो माया लाग्छ नि मलाई पनि अहिले माया लाग्छ हो र मलाई त एकदम धेरै माया लाग्छ नि तिम्रो मलाई छोरी। पनि हजुरको धेरै माया लाग्छ अनि तिमी ठुलो भएपछि बाबालाई के दिन्छौ खेल्ने कुरा दिन्छौ अनि बाबाको मोजालाई के गरिदिन्छौ धोइदिन्छु ए धोइदिन्छौ ए अनि तिमी ठुलो भएपछि के बन्ने नि सुपरम्यान ए सुपरम्यान बन्ने ए अनि तिमीलाई के बाबाले माया गर्नुहुन्छ ए तिम्रो के अस्ति नै तिम्रो खुट्टामा कति घाउ भएको है अनि बाबालाई के ल्याइदिनु भनेको घाउ नभएको खुट्टा ल्याइदिने भनेको हो ए खै यहाँ देखिएन क्या मेरो काली अनि काली के अरे आज तिमी र म कहाँ गएर आएको बिहान हस्पिटल गइरहेको हस्पिटल गएर आएको हस्पिटलमा हामीले के गरेको नि चेक गरेको ए चेक गरेको अनि डाक्टर अङ्कलको नाम के हो नि डाक्टर अङ्कलको नाम बसन्त अङ्कल ए मेरो काली त कति राम्री छ तिमीलाई के बाबा मनपर्छ ए बाबाले तिमीलाई पिट्नुहुन्छ कि माया गर्नुहुन्छ ए माया गर्नुहुन्छ तिमी त बाबाको सबैभन्दा प्यारो चिज हो नि बाबालाई ओ मक्का गरिदेऊ न बाबाको जिराफ हो नि तिमी ड्याडी म त सुपरम्यान हो होइन हो तिमी दादालाई दुःख नदेऊ है हुन्छ दादा रिसाउँछ कि मलाई त संसारमा सबैभन्दा धेरै माया तिम्रो लाग्छ नि मेरो हजुरले चाहिँ मलाई यति माया लाग्छ कति यति तर तिमीले बाबालाई चक्लेट चाहिँ दिँदैन नि थोरै मात्रै दिन्छ नि बिग दिन्छ बिग दिँदैन तिमी लोभी छ छैन छ होला छैन होला 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 ड्याडी हजुर। स्टेक खावा ल्याएर लानु हैन म त त्यो स्नेकलाई चाउमिन भनेर खाइदिन्छु नै खाइदिन्छु त नै के गर्ने अनि यस्तो एनिमलको नजिक जानुहुन्छ त अनि बिहान ब्रस गर्नुपर्छ कि अनि तिम्रो म्यामको नाम के हो नि मन्जिता गुरुङ ए मन्जिता गुरुङ तिमी कति क्लासमा पढ्छौ 1 क्लासमा 2 क्लासमा नर्सरीमा नर्सरीमा मेरो छोरी त कति प्यारी छ नि बडी प्यारी छु तिमीलाई बाबाको माया लाग्छ कि मम्मीको माया लाग्छ बाबाको ए हो र बाबा तिमीलाई किन मन पर्छ आज तिमीलाई कस्तो ढुकु दुखेको है अनि औषधि खाएको है हामीले बाई